मिति 2082 साल असोज 18 र 19 गते देशव्यापी रूपमा परेको भीषण वर्षाको कारणले आएको बाढी पहिरो विपदको कारण नेपालमा धेरै धनजनको क्षति भयो। कोशी प्रदेशमा मात्र 48 जनाको ज्यान गयो, केही बेपत्ता भए र हजारौं जनताहरू विस्थापित भए। बाढी पहिरो विपदबाट कोशी प्रदेशको इलाम जिल्ला सबभन्दा बढी प्रभावित भयो। सँगसँगै तल्लो तटीय जिल्लाहरू झापा, मोरङ लगायत अन्य जिल्लाहरू पनि बाढीबाट धेरै प्रभावित भए। स्थानीय सरकारसँगको सहकार्य तथा समन्वयमा एलसीडब्ल्यूएस र एनईएलसीले झापा तथा मोरङ जिल्लामा बाढीबाट अति प्रभावित 270 घरधुरीहरूलाई राहत स्वरूप खाद्य तथा गैर खाद्य सामग्रीहरू वितरण गरेको छ। स्थानीय वार्ड कार्यालय तथा पालिकाको सिफारिसमा र जिल्ला प्रशासन कार्यालयको अनुमतिमा झापा तथा मोरङ जिल्लामा राहत वितरण गरिएको हो। असोज 22 गते रतुवामाई नगरपालिका वार्ड नम्बर 5 को लारीकट्टा तथा लेटी गोविन्दपुरमा बाढीबाट प्रभावित 55 घरधुरीहरूलाई राहत वितरण भयो, जसमा खाद्य तथा गैर खाद्य सामग्रीहरूको विवरण यस प्रकार थियो। प्रति घरधुरी 1 बोरा 25 केजी चामल, 2 केजी मसुरी दाल, 1 लिटर खाने तेल, 400 ग्राम सोयाबिन, 1 केजी नुन र गैर खाद्य सामग्रीमा चाहिँ 1 थान त्रिपाल, 2 थान ब्ल्याङ्केट, 2 थान तन्ना वितरण गर्न गइरहेका छौँ। र सँगसँगै चाहिँ अब जुन प्रसुति महिला हुनुहुन्छ होइन, हामीलाई थाहा छैन, डेटामा आएको छैन, र वार्ड अध्यक्ष र वार्ड प्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूकै निर्देशनमा चाहिँ हामीले 4 वर्षसम्म यदि नानीहरू छ भने उहाँहरूलाई चाहिँ एउटा मेक्सी, एउटा झुल, एउटा बेबी ब्ल्याङ्केट चाहिँ हामी उहाँहरूलाई वितरण गर्छौँ। मन्तव्यको क्रममा वार्ड अध्यक्ष सोमनाथ कार्कीले केही आफ्ना भनाइहरू यसरी राख्नुभयो। ल सबैलाई नमस्कार है त। आजको उसला कार्यक्रममा चाहिँ यो लुथ्रा संस्थामा जो आबद्ध रहनुहुन्छ, यहाँबाट बेला जेनेवादेखिको कुरा उहाँले गर्नुभएको छ, यो सबै तपाईँ हामीले चाहिँ उहाँलाई चाहिँ मरिमरि धन्यवाद दिनुपर्छ। किनभने तपाईँ हाम्रो आशीर्वाद अझै पनि लागोस्, अझै यस्तो गरिब दुखीहरूलाई अनि धेरै ठाउँमा आपद विपद परेको ठाउँमा उहाँहरूले अझै सहयोग गर्न सक्नुहोस् भन्ने एउटा बल पुगोस् भनेर आत्मविश्वासले सबैले हामीले मनोकामना गर्नुपर्छ। र हामी चाहिँ यो 5 नम्बर वार्डमा चाहिँ अलिक विपद परेको जस्तो हाम्रो अलि यहाँ मान्छेहरूलाई के हुन्छ भने यो अध्यक्ष आएर चाहिँ बाठो भएर, यो सदस्य आएर बाठो भएर, 2-4 जना यहाँ गाउँको मान्छे बाठो भएर हाम्रो 2-4 जना नाम छुट्याइदियो भन्ने कुरो नगर्नुहोस्। यो भनेको धेरै ठुलो होइन। तपाईँहरूलाई यो के भने अप्ठ्यारो परेको खण्डमा 1 बोरा चामल अथवा एउटा कमल, यो चाहिँ तपाईँलाई अलिकति एउटा संस्थाले तपाईँहरूलाई के भने यो 2-4 जना हिलो कादोमा अलिकति जोगिनको लागि यो हामीले सबैले सहयोग गरेको छौँ। यसलाई त्यसरी लिनु पऱ्यो, किनभने यो चाहिँ अब यही रूपले जाने भने यो दक्षिण भेग सबै तपाईँको यो पानी नै बसेको ठाउँ हो। किन सबैलाई बाँड्न त यो सकिँदैन, किनभने जसलाई समस्या पऱ्यो यो चाहिँ अहिले घरमा जाने अवस्था छैन, पकाउने चुलोको पनि नजलेको हुनाले हामीले यहीँको मान्छेलाई थोरै राहत भनेर हामीले समन्वय गरेर तपाईँहरूको लागि यो आजको कार्यक्रम उहाँ लुथ्रन संस्थाबाट हामी गराइरहेका छौँ। र उहाँ हामीलाई वडाको तर्फबाट पनि र हाम्रो जनप्रति साथीहरूको तर्फबाट पनि यो कार्यक्रम ल्याइदिनु भएकोमा उहाँ लुथ्रन संस्थालाई हाम्रो तर्फबाट पनि मरिमरि धन्यवाद दिन चाहन्छु। र यति भन्दै म तपाईँहरूलाई घाममा टट्याउनु भन्दा पनि यो आजको सामग्रीहरू तपाईँहरू आफ्नो तरिकाले लिएर गएर अलिकति वाद विवाद नगरिकन भोलि विपद जसलाई पनि पर्न सक्छ, फेरि पनि अरूलाई परेको विपद पनि हामी नहो भने सम्झेर तपाईँहरूले यो ग्रहण गरेर लगिदिनु होला भन्ने अनुरोध राख्दै म सबैसँग बिदा हुन चाहन्छु। नमस्कार। लारीकट्टा गाउँ रोबिन चौधरी नाम मेरो हो। अनि कस्तो लागेको छ यो सहयोग पाउँदा? धेरै राम्रो लाग्यो, धेरै यो गऱ्यो, हामीलाई धेरै खुसी छु कि। के पाउनु भयो? धेरै चामल पाएँ, कम्मल पाएँ, त्रिपाल पाएँ, तेल पनि पाएँ, नुन पनि पाएँ, धेरै खुसी लाग्यो हामीहरूलाई यो गरेर। बाढीले तपाईँ घरमा के गरेछ? पानी पसेर चाहिँ टाटी बेराहरू सबै भत्काएर यताउता खलङ पारेको छ। हो, कहाँ बस्दै हुनुहुन्छ अहिले? उता अहिले स्कुलमा बसेको छु। छेउछाउमा अरूहरूको नि कस्तो बिगार भयो त पानीले? सबैको त्यो गाउँभरि नै बिगार भएको छ आज, गाउँभरि नै। हस्, म भोटे प्रसाद राजवंशी, यहाँको स्थानीय बसोबास। हजुर, दिदीको? हजुर, सरिता चौधरी। यहाँको लुथ्रन कम्पनीलाई यहाँ जुन बाटोतिर लगाइदिनु भएकोमा धेरै धेरै आभार धन्यवाद प्रकट गर्न चाहन्छु। के पाउनु भयो त? पाउनको साथै यहाँ 1 थान कम्मल, 1 थान 2 थान कम्मल हो, 2 थान कम्मल, 2 थान तन्ना,
र तिरपाल चामल तिरपाल त्यसमा नुन तरकारी सबै हुनुहुन्छ। त्यसपछि हामी लेटी गोविन्दपुरतर्फ प्रस्थान गर्यौं। हाम्रा अघिपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय स्वयंसेवकहरूको दल थियो। वितरण स्थलमा पुगेर तयारीको कामहरू हुँदै गर्दा सशस्त्र प्रहरीका इन्स्पेक्टर साइमन श्रेष्ठज्यूले विपद चक्रको विषयमा ब्रिफिङ दिनुभयो। कुराहरू गरे हैन, पूर्व तयारी त्यसरी जस्तो प्रतिकार्यको अवस्था हजुर, डिजास्टरको टाइम हजुर, त्यहाँ गएर हामीले उद्धार गर्यौं हजुर। अब डिजास्टर पछि गर्दा यस्तै राहत वितरण जस्तो मान्छेहरू जुन भिक्टिमाइजहरूलाई चाहिँ एउटा सेल्टर दिने अवस्थाहरू भनेको प्रिपेयर्डनेस, रिस्पोन्स र रिकभरी भन्ने नै हो। 4-5 वटा यसको साइकल हुन्छ। हाम्रो अर्को टोली झापा गाउँपालिका वार्ड नम्बर 7 मदरगाछ चौधरी टोल झापामा बाढीबाट प्रभावित 85 घरधुरीहरूलाई सोही प्याकेजको राहत सामग्री वितरण गरेर फर्केको थियो। सोही दिन कटहरी गाउँपालिका 4 नयाँ बजारका बाढीबाट प्रभावित 60 घरधुरीहरूलाई पनि गैर खाद्य सामग्रीको रूपमा एक थान त्रिपाल वितरण गरिएको थियो। असोज 24 गतेका दिन हामी गौरादह नगरपालिका वार्ड नम्बर 5 कटकपुर झापामा पुग्यौं। उक्त सुकुम्बासी बस्ती र आसपासका बाढी प्रभावित 70 घरधुरीहरूलाई राहत सामग्री वितरण गर्यौं। यहाँ उपस्थित हुनुभएका हाम्रो वडा प्रतिनिधिज्यू, स्थानीय तहका सरकारका प्रतिनिधि पनि हुनुहुन्छ, लगायत हाम्रो चौकीबाट पाल्नुभएका हाम्रा सर, उहाँका सहकर्मी, मेरा सहकर्मी मित्रहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्ष, सचिव र टोल विकास समितिका सदस्यगणहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले हामीलाई एकदम न्यानो स्वागत गरिसक्नु भएको छ। र आज हामी यो 18-19 गते जुन बाढी गयो, यो ठाउँ एकदम खोला छेउ खोलाधार परेको गाउँमा धेरै ठुलो बाढी गयो, घरभित्र पस्यो, खानेकुराहरू बगाइदियो भन्ने हामीले सुन्यौँ। र त्यस पश्चात हामीले नगरपालिकासँग गौरादह नगरपालिकासँग समन्वय गऱ्यौँ। समन्वय पश्चात हामीलाई लिस्टहरू उपलब्ध गराइयो। हामी आफै यहाँ केही गरेनौँ, हाम्रो कर्मचारी हाम्रो दुर्गा म्याम हुनुहुन्छ, उहाँ र लक्ष्मीराम सरलाई हामी जानुहोस्, तपाईँहरू नगरपालिकासँग समन्वय गर्नुहोस् र त्यसपछि के हुन्छ, उहाँहरूको के छ इच्छा, के छ, उहाँहरूले यदि अनुमति दियो भने हामी यहाँ आउन सक्छौँ भनेर हामीले पठायौँ। उहाँले दिनुभयो। कटकपुरमा वितरण गरिएको राहत सामग्री प्याकेजको विवरण यस्तो थियो। प्रति घरधुरी खाद्य सामग्री अन्तर्गत 25 केजी चामल, 2 केजी दाल, 1 लिटर खाने तेल, 400 ग्राम सोयाबिन, 1 केजी नुन र गैर खाद्य सामग्री अन्तर्गत 1 थान त्रिपाल, 2 थान कम्बल र 2 थान तन्ना, 2 प्याकेट नुहाउने साबुन र 2 प्याकेट लुगा धुने साबुन वितरण गरिएको थियो। लुथरन विश्व फेडरेसन नेपालसँगको साझेदारी तथा विभिन्न दातृ निकायहरूको सहयोगमा एलसीडब्ल्यूएस तथा एनईएलसीले कोशी प्रदेशको झापा र मोरङ जिल्ला र मध्य प्रदेशको धनुषा जिल्लामा विभिन्न मानवीय सेवाका कामहरू गर्दै आएको छ। धन्यवाद।